यो चाहिँ हाम्रो टुर्नामेन्टको म्याच मैले चाहिँ स्ट्रिम गर्न पाइनँ, अलिकति केही भएर। अब चाहिँ त्यही हेरेर यसो उमा रिप्लेसहरू हेरौँ भनेर। रिप्लेसमा चाहिँ म हाम्रो टिमको मात्र देखाउँछु। हाम्रो टिमले चाहिँ यो चाहिँ 13-12ले जित्यो। हार्ड मोडमा पनि 13 भने चाहिँ एकदमै राम्रो। हाम्रो टिमबाट चाहिँ गिजर, सूर्य अनि उत्सव तीनजनाले चाहिँ ट्रिपल हानेको छ। अब चाहिँ हामी एट्याकहरू हेर्नेछ। फर्स्ट एट्याक चाहिँ उत्सवले चाहिँ लास्ट हिट हानेको थियो, तर अनि फर्स्टमा हेरौँ कस्तो गएको छ भने उत्सव चाहिँ आरसी चार्ज रुट राइडर हानेको थियो। उत्सवले चाहिँ आरसीलाई ड्रप गरेको छ 2तिर। त्यसपछि इन्भी 5वटा लिएर आएको छ। आरसीमा चाहिँ इलेक्ट्रो बुट्स र हेस्पाइल लगाएको रहेछ। अनि आरसीले चाहिँ मजाले स्मुथ भ्यालु लिइरहेको छ, धेरै नै भ्यालु लिने ठाउँ छ। आरसी चाहिँ क्विनमा स्टक भएछ। रेस टावर, बम टावर पनि डाउन। त्यसपछि मल्टाई आर्चर टावरमा इन्भीहरू चाहिँ एकदमै नाइस ड्रपहरू छ। यो चाहिँ एकदमै पर्फेक्ट टाइम के। अनि स्पिटरलाई पनि लियो। अनि गएपछि आरसीमा चाहिँ एकदमै डिसेन्ट भ्यालु आएको थियो उत्सवको चाहिँ। यो एनफ्रेन्डो पनि डाउनै छ। आरसीलाई रिकल। अनि खै त कता सुरु गर्छ। यता 12मा क्विनबाट फनल छ। सिज ब्यारेक पनि 10तिर, किङ 930। अनि बिचबाट नै रोड राइडर र अपोनेन्टको सिसीमा चाहिँ के हो, फर्नेस र आइस कोलम रहेछ। आइस कोलम बाहिर, फर्नेसको लागि चाहिँ पोइजनभित्र दिइसकेको छ। त्यही रोड राइडर पनि 12बाट नै स्टार्ट गर्यो विथ हिलर्स, आइस कोलम्स, भ्याल्क्स, एप्रेन्टिस वार्डेन अनि हाम्रो रिकल भएको आरसी। अब चाहिँ बाँकी काम चाहिँ सिम्पल गएर क्लियर गर्दै जाने हो। किङमा चाहिँ स्नेक ब्रेसलेट र स्पाइकी बल रहेछ। क्विनमा मिरर क्विन र एक्सन फिगर। अनि वार्डेनमा चाहिँ हिलिङ टोम र इटर्नल टोम। त्यहाँनिर सबै ट्रुप्सहरू चाहिँ बाँचिरहेको छ। त्यहाँनिर एकदमै राम्रो ओभरग्रोथ स्पेल दिएको छ। बाँकी भनेको चाहिँ आइस कोलम अझै नै बाँकी छ। रुट राइडर पनि एकदमै स्मुथ। यो चाहिँ लास्ट एट्याक थियो अनि हामीलाई चाहिँ ट्रिपल चाहिने नै थियो जित्नको लागि, किनकि पर्सेन्टेजमा हामी हारिरहेको थियौँ। अपोनेन्टको नि 3टा ट्रिपल त आएको थियो, तर एउटा 1 स्टारले गर्दा चाहिँ यो म्याच हामीले जित्यो। सुपर बार्बेरियनले बिस्तारै क्लियर गर्दैछ। माथि एउटा आर्चर नि दिएको छ। क्विनको एबिलिटी चाहिँ अझै नै बाँकी नै छ। अनि स्निजीले नि एकदमै राम्रो काम गरिरहेको छ। भ्याल्कले बाहिर क्लियर गर्दैछ। स्केली ट्र्यापहरू चाहिँ भ्याल्कको अगाडि कामै छैन। अनि क्विनको एबिलिटीमा एक्सन फिगर निस्केको छ। एक्सन फिगरले क्लियरली ट्याङ्क गरिरहेको छ। बाहिर त क्लिनअपै बाँकी हो। अब क्विनले चाहिँ मजाले एकदमै इजिली क्लियर गरिदिएर रुट राइडर नबचे पनि हाम्रो क्विन चाहिँ एकदमै पावरफुल देखिएर यो ट्रिपल आएको थियो। नाइस हिट बाई जीआर उत्सव। सेकेन्ड चाहिँ हामी निरवको एट्याक हेर्नेछौँ। यो चाहिँ मैले लाइभ हेर्न पाइनँ, लास्टको 2-3टा एट्याक मात्र हेरेको थिएँ। निरव चाहिँ आरसी चार्ज अनि ड्रागन्स रहेछ। 11-12वटामा रहेछ अझ। एउटा अर्थक्वेक स्पेल। आरसी चाहिँ 6मा ड्रप भएर बिस्तारै क्लियर गर्दैछ। आरसीमा चाहिँ फक्स नै भए पनि इन्भी चाहिँ लगभग वेट नगरिकनै दिएको छ। आरसीमा के छ, हेस्ट भाइर र इलेक्ट्रो बुट्स रहेछ। नाइस, त्यो चाहिँ उको लागि हो, के भन्छ आरसी भित्र जाओस् भनेर हो। अर्को पनि इन्भी दिन पऱ्यो बाहिरको एउटा टेस्लाले गर्दाखेरि। आरसी चाहिँ अलमोस्ट डेड रहेछ, तर नि नाइस कभर। अब चाहिँ एकदमै मजाले नै ड्रप गर्न थालिसकेको छ इन्भी स्पेलहरू। टाउनल चाहिँ नलिएको रहेछ आरसीले। टाउनल पनि लिने प्लान थियो होला पक्कै पनि। अनि यहाँनिर टाउनल साइडै छोडेको छ ड्रागन। अनि बाहिर चाहिँ सिज ब्यारेक र किङमा चाहिँ स्नेक ब्रेसलेट र स्पाइकी बल। त्यहाँनिर सिङ्गल टार्गेट एन्फ्रेन्ड रहेछ। सिङ्गल टार्गेट चाहिँ किङमा लक भएको हो।
ड्रागनहरू स्मुथ गइरहेको छ तर हेल्थ एकदमै कम। वार्डेन एबिलिटी दिइसकेको छ। ड्रागनले चाहिँ त्यो टाउनल बाँकी भएर चाहिँ अलिकति अप्ठ्यारो भएको रहेछ, नभए यो पनि ट्रिपल आउनु पर्ने एट्याक रहेछ हुन त। हाम्रो मिनियन प्रिन्सको एबिलिटी चाहिँ एकदमै राम्रो दिएको छ त्यहाँनिर। मिनियन प्रिन्सबाट चाहिँ एकदमै राम्रो गइरहेको छ। मिनियन प्रिन्सले स्क्याटर अनि लियो। अब यो लास्टको यो कम्पार्टमेन्ट चाहिँ बचेको रहेछ। इफ टाउनल लिएको भए चाहिँ सायद यो कम्पार्टमेन्टमा लग्ने प्लान थियो होला ड्रागनहरू, त्यसले गर्दाखेरि अलिकति मिस रहेछ। क्लिनअप चाहिँ हामी 2x मै हेरौँ होइन, त्यति नै हो, अरू खासै केही छैन यो एट्याकमा हेर्न पर्ने। नाइस ट्राई तर अलिकति इट डिन्ट ह्यापन भयो। नाइस हिट बाई निरव। 96% एकदमै राम्रो पर्सेन्टेज हो अहिलेको हार्ड मोडमा। हाम्रो अर्को एट्याक चाहिँ जीआर ज्ञानले गरेको थियो। यो चाहिँ 82% मात्र आएको रहेछ। यो चाहिँ कम्प्यारेटिभली लो पर्सेन्टेज हो। यो पनि रुट राइडर, आरसी चार्ज रुट राइडर रहेछ। आरसी चार्ज चाहिँ एकदमै कमन हो अहिले उमा। बाट चाहिँ आरसी चार्ज सुरु भएको रहेछ। आरसीमा हेस्ट भाइल र इलेक्ट्रोबुट्स। आरसीले डिसेन्ट भ्यालु लिएको रहेछ, बाँकी चाहिँ अलिकति नपुगेको रहेछ किनकि आरसीले त यो साइडको त लगभग पुरै भ्याइदिएको छ 5वटा इन्भीमै। नाइस रिकल। किङ र क्वीन 9 मा अनि बिचबाट चाहिँ ट्रुप लन्चर, वार्डेन, मेन आर्मी प्लस रिकल भएको आरसी पनि यही छ। ट्रुप लन्चर चाहिँ एकदमै पावरफुल लाग्छ बेला बेला मलाई, तर फेरि बेला बेला चाहिँ केही ट्रुपै नआएको जस्तो लाग्छ। किङमा चाहिँ अर्थक्वेक बुट्स र स्पाइकी बल रहेछ। किङले खासै भ्यालु लिएन छ। क्वीनमा चाहिँ एक्सन फिगर र मिरर क्वीन रहेछ। क्वीनले पनि चाहिने जति भ्यालु चाहिँ नदिएको रहेछ। ट्रुप्सहरू पनि चाँडो नै मर्यो जस्तो छ। कम्पार्टमेन्ट मात्र क्लियर भएछ कि त्यति भित्रसम्म चाहिँ छिरेन छ, त्यसले गर्दाखेरि चाहिँ एट्याक फेल भएको रहेछ। नाइस ट्राई बाई ज्ञान। हाम्रो हिरोजले चाहिँ चाहिने जति भ्यालु दिएन भनौँ कि खै, हुन त दिएकै हो तर ट्रुप्सले पनि क्लियर गरेन छ। 2x मा हेरौँ, यो अब खासै केही छैन। बाँकी त क्लिनअप मात्र हो, पर्सेन्टेज मात्र तानेको एट्याकरले। 82%। यो लास्ट एउटा गोल्ड माइन लिने रहेछ। डिफेन्सहरू त खासै धेरै बाँकी थिएन, अलिकतिले गर्दा नआएको रहेछ। नाइस हिट यो पनि। अनि 4th एट्याक जीआर सूर्य, द म्यान, द मिथ, द लेजेन्ड सूर्य होइन। सूर्यले पनि आरसी चार्ज रुट राइडरै हानेको रहेछ। आरसी चार्ज चाहिँ स्टार्ट गरेको छ लगभग 5 मा अनि स्टार्ट हुँदैछ। एउटा अर्थक्वेक दिएको छ। आरसी चाहिँ बाहिर मोटरमा गएर भित्र आउन लागेको रहेछ। इन्भीहरू चाहिँ एकदमै पर्फेक्टली ड्रप भइरहेको छ ठ्याक्क वेट गरेर। आरसीको स्पाइलवाला पनि एबिलिटी दिइसकेको छ। भित्रको पोइजन टावर पनि डाउन, एउटा बिल्डर हट अनि मोनोलिथ पनि लिन लागेको रहेछ। मोनोलिथ चाहिँ एकदमै एनोइङ डिफेन्स हो, स्पेसल्ली मेरो लागि। एकदमै राम्रो एट्याक गइरहेको छ सूर्यको चाहिँ अहिलेसम्म। एकदमै डिसेन्ट भ्यालु भनौँ न, यो कम्पार्टमेन्टको धेरै नै लिएको छ। किङलाई चाहिँ लगभग 1 मा छोडेर लग लन्चर र क्वीन सहित हामी चाहिँ उमा स्टार्ट गरेको छ 3 मा। अनि बिचबाट चाहिँ रुट राइडर, वार्डेन, एप्रेन्टिस वार्डेन, लुन्स, हिलर्स, मेन आर्मी सबै भनौँ न लगभग।
किङमा चाहिँ स्नेक ब्रेसलेट र स्पाइकी बल्स रहेछ। वार्डेन पनि त्यही, आरसी पनि त्यही नै छोडेको छ। यो स्पिटर चाहिँ कम्प्लिटली अर्को डिरेक्सनमा फेस भएको भएर स्पिटरले चाहिँ केही पनि ड्यामेज दिन सकेको छैन। एकदमै पर्फेक्ट प्लान थियो यो चाहिँ, अनि एबिलिटी नै एकदमै राम्रो ठाउँमा। अहिलेसम्म चाहिँ आर्मीहरू एकदमै स्मुथ गइरहेको छ। हाम्रो किङमा चाहिँ हिलर पपेट प्लस एक्सन फिगर रहेछ। एक्सन फिगर पनि लगभग म्याक्सै रहेछ जस्तो छ। हार्ड मोडको लागि त म्याक्स नै हो 21 भनेको। क्विनले टाउनलाई इजिली टेक्न तर हिलर पपेट चाहिँ खासै युज भएको छैन, किनकि सिङ्गल हिलर बाँकी भयो, बाँकी चाहिँ सबै बाहिर निस्केर। एकदमै स्मुथ गएको रहेछ एट्याक चाहिँ। तर यता चाहिँ रुट राइडरहरू चाहिँ अलिक धेरै नै मरेको थियो कि जस्तो लाग्यो, किनकि 2टा मात्र बाँकी छ, 5वटा लिएको थियो के अरे। क्विन अहिलेसम्म नि सेफ नै छ। क्विनले यो मल्टाइ लिन्छ त, अलि लिँदैन होला सायद। अपोनेन्ट क्विनले गर्दा चाहिँ अलिकति प्रब्लम भएको रहेछ, नभए चाहिँ त्यो नि लिँदिन लागेको रहेछ। हाम्रो एक्सन फिगर चाहिँ अहिले नि बाँकी नै छ। बाहिर भ्याल्केरी प्लस हाम्रो सानसानो बार्बेरियन्सहरू, रेस्ड बार्बेरियन्स, सुपर बार्बेरियन, यता त रेस्ड भन्दैन। हाम्रो उसले नि मजाले ट्याङ्क गरिदिएको रहेछ यो एक्सन फिगरले पनि। क्विनलाई डाउन लिँदैपछि रुट राइडरले पनि यो कम्पार्टमेन्ट ओपन गरिदियो। यतिहरू इजिली भित्र गएको छ। यति माइट्सले मात्र पनि डाउन हुनेवाला छ यो। एन्ड यो चाहिँ हाम्रो अर्को थर्ड हो, होइन सेकेन्ड 3 स्टार। अहिलेसम्म चाहिँ 2टा 3 स्टार अनि 2टा फेल हेरेको छौँ हामीले। अब एउटा लास्ट सिट बाँकी छ। लास्ट सिट चाहिँ हाम्रो आयुष गिजरको हो। गिजरले पनि के एट्याक हानेको छ भन्दा, गिजर पनि आरसी चार्ज रुट राइडरै रहेछ। आरसी चार्ज चाहिँ लगभग 730मा स्टार्ट गरेको छ। विजार्ड टावर र मोर्टार लिएर आरसी भित्र जानेवाला छ। 4वटा मात्र रहेछ उसको चाहिँ इन्भिस्पेलहरू। आरसीमा त हक पपेट रहेछ, उसको चाहिँ हेस्पेल छैन रहेछ। मल्टाई आर्चर टावर लिएको छ। त्यसपछि आरसी त एकदमै बाहिर पो गएको रहेछ त। यो चाहिँ अलिकति स्याड भएको रहेछ, त्यही पनि चाहिने भ्यालु त लिएको रहेछ। भित्र आएर पनि सायद यो स्क्याटर सर्ट नै लिने प्लान चाहिँ थियो होला, तर यो चाहिँ लिन सकेन। नाइस रिकल। त्यसपछि क्विन लग लन्चर चाहिँ 6मा अलङ विथ 1 बल्क। यो चाहिँ अलिकति फनलको लागि। एउटा स्केली स्पेल टु डिस्ट्र्याक्ट द्याट मोनोलिथ। अनि रुट राइडरहरू पनि लगभग नजिकै नै स्टार्ट भएको छ। माथि फनलको लागि सायद किङ दिन्छ होला, इज एक्सपेक्टेड विथ 2 भ्याल्केरी। त्यसपछि चाहिँ ट्रुपलाई क्लिन पाथ हुन्छ भित्र। हाम्रो लग लन्चरले पनि एकदमै राम्रो भ्यालु लिएको छ, किनकि त्यहाँ मोनोलिथ सबभन्दा एनोइङ डिफेन्स होला यो एट्याकको लागि चाहिँ। रुट राइडरहरूलाई एकदमै चाँडो मार्ने गर्छ मोनोलिथले। त्यहाँ लग लन्चरबाट चाहिँ यति निस्केको छ भने यता चाहिँ सबै आर्मीहरू, मेन आर्मी, रुट राइडर, आरसी, वार्डेनहरू चाहिँ यता छ। किङले बाहिर पनि राम्रो भ्यालु लिइरहेको छ। किङमा चाहिँ बार्बेरियन रहेछ, मतलब क्लासिकवाला हाम्रो एबिलिटी। नाइस। मैले फर्स्ट टाइम देखेँ होला कम्पिटिटिभमा चाहिँ बार्बेरियन लगेको। युजली स्नेक ब्रेसलेट लगिरहेको हुन्छ बार्बेरियनलाई नै, तर प्यासिभ एबिलिटी बनाउन पर्ने हो क्या निस्किरहने गरी, अनि चाहिँ दामी हुन्थ्यो। आरसीको एबिलिटी अझै नै बाँकी छ। हक पपेट, नाइस। क्विनमा चाहिँ के छ, मिरर क्विन प्लस एक्सन फिगर रहेछ। एक्सन फिगर चाहिँ अरू केही नभए नि एकदमै राम्रो ट्याङ्क गरिदिन्छ। अब जस्तै यो हेर न, के अरे पोइजन टावरहरू सबै नै लिइदिइसकेको छ। आरसीको एबिलिटी पनि त्यहाँ दिइसकेको छन् एट्याकरले। अनि नाइस टेकडाउन सबै डिफेन्सहरूको प्लस अपोनेन्टको आरसीको पनि। यो नि एकदमै राम्रो हिट थियो। एकदमै क्लोज आर्मीहरू चाहिँ लगभग सबै मरिसकेको छ। क्विन चाहिँ हाम्रो क्लच भयो। क्विन भन्दा नि क्विनको एबिलिटी चाहिँ एकदमै क्लच मोमेन्टमा युज भएको छ। त्यहाँनिर एउटा कम्पार्टमेन्ट, एकदमै राम्रो कम्पार्टमेन्ट डाउन गरेको कारणले गर्दाखेरि। नाइस हिट बाई जीआर गिजर एकेए आयुष।
100% आलु कार्ड चाहिँ मोबाइल लेजेन्डमा देखेको चिज हो। एकचोटि हेरौँ हाम्रो स्ट्याट्सहरू। टोटल एट्याक त 5 युज हुन्छ। 3 स्टार चाहिँ हाम्रो 3टा छ भने अपोनेन्टको नि 3टा, तर अपोनेन्टको एउटा 1 स्टारले गर्दा चाहिँ हामीलाई फाइदा भएको छ। एभरेज न्यू स्टार भनेको 2.6, एभरेज डिस्ट्रक्सन चाहिँ एकदमै राम्रो 95.6। पर्सेन्टेज चाहिँ हाम्रो अपोनेन्टभन्दा कम रहेछ, तैपनि हाम्रो त्यो 1 स्टारले गर्दा चाहिँ फाइदा भएको रहेछ। एभरेज एट्याक ड्युरेसन 2 मिनट 45 सेकेन्ड्स। ल आजलाई यति नै। हामी चाहिँ फेरि अरू भिडियो प्लस स्ट्रिम लिएर आउनेछौँ। सबैजनालाई धेरै धेरै धन्यवाद भिडियो हेरिदिनु भएकोमा। बाई बाई।